यदि तपाईहरुको मोबाइल स्लो चार्ज हुन्छ या 2-3 घण्टा चार्ज हुन टाइम लाग्छ भने स्पेशल यो भिडियो तपाईहरुको लागि रहेको छ। साथीहरु, आजको यस भिडियोमा म तपाईहरुलाई 5 वटा चार्जिङ सम्बन्धी टिप्स एन्ड ट्रिक बताउन गइरहेको छु। यदि तपाईले यो टिप्स एन्ड ट्रिकहरुलाई फलो गर्नुभयो भने तपाईको मोबाइल 100% फास्ट चार्ज हुन्छ। साथीहरु, आउनु साथीहरु भिडियोलाई स्टार्ट गर्नेछु। म तपाईलाई 5 वटा टिप्स एन्ड ट्रिक बताउन गइरहेको छु। साथीहरु, सबभन्दा पहिला नम्बर म तपाईलाई टिप्स बताउन गइरहेको छु। तपाईले यदि आफ्नो मोबाइल चार्ज लगाउनु भन्दा अगाडि आफूले चलाएका तिनी जति पनि एप्लिकेसनहरु मिनिमाइज भएर बसेका हुन्छन् तिनीहरुलाई तपाईले क्यान्सल गरेर तिनीहरुलाई डिलिट गर्नुभयो भने तपाईको मोबाइल फास्ट चार्ज हुन्छ। साथीहरु, किनभने यसले के हुन्छ भन्दाखेरि एकतिरबाट तपाईको मोबाइल चार्ज भइरहेको हुन्छ, एकतिरबाट ब्याट्री कन्ज्युम भइरहेको हुन्छ, ब्याट्री युज भइरहेको हुन्छ। त्यसले गर्दाखेरि तपाईको चार्जिङको पर्सेन्टेज एकदम स्लो जाने हुन्छ। त्यही भएर तपाईले यिनी चीजहरुलाई डिलिट गर्नुभयो भने तपाईको मोबाइल अलि छिटो फास्ट चार्ज हुन्छ। साथीहरु, सेकेन्ड नम्बरमा रहेको छ यो एउटा तपाईले आफ्नो मोबाइल किन्दाखेरिको जो चार्ज आउँछ ओरिजिनल चार्जर मात्र तपाईले आफ्नो मोबाइलमा युज गर्नु होला। यसले गर्दा तपाईलाई दुईवटा फाइदा हुन्छ। एउटा चाहिँ तपाईको ब्याट्रीको लाइफ बच्छ, अर्को चीजहरु के हुन्छ फास्ट चार्ज हुन्छ। साथीहरु, तपाईले अरूको मोबाइल या साथीको कसैको पनि लोकल चार्जर तपाईले आफ्नो मोबाइलमा युज गरेर तपाईले चार्ज गर्नुभयो भने यसले के गर्छ भन्दाखेरि तपाईको ब्याट्रीको लाइफ कम गरिदिन्छ, हेल्थ कन्डिसन बिगाडिदिन्छ साथीहरु, र स्लो चार्ज हुन्छ। साथीहरु, यसकारणले तपाईको मोबाइलमा किन्दाखेरि जुन चार्जर आएको हो त्यो चार्जर तपाईले प्रयोग गरेर मात्र तपाईले चार्ज गर्नुभयो भने यसको सोलुसन निक्लिन्छ। 3 नम्बरमा रहेको छ यो एकदम इम्पोर्टेन्ट छ। साथीहरु, यो के हो भन्दाखेरि तपाईले हाम्रो के हुन्छ बानी भन्दाखेरि हाम्रो नेपाल इन्डियामा के हुन्छ भन्दाखेरि हामीले एक साइडबाट मोबाइल चार्जिङ लगाइरहेका हुन्छौं, एक साइडबाट हामीले युज गरिरहेका हुन्छौं। यसले गर्दाखेरि हामीलाई 2-3 वटा हामीलाई नोक्सान गराउँछ। एउटा चाहिँ ब्याट्री मोबाइल चार्ज स्लो हुने त छै छ, त्यसको लागि मैले यो टपिक्स भनिरहेको छु। र दोस्रो के हुन्छ भन्दाखेरि यसले के हुन्छ चार्ज लगाउँदा र एक साइडबाट चलाउँदाखेरि मोबाइल ओभरहिट भएर मोबाइलको ब्याट्री ड्यामेज हुने एकदम ज्यादा सम्भावना हुन्छ र ब्याट्री फुल्ने, ब्याट्री ड्यामेज हुने र ब्याट्री एकदम ढिलो चार्ज हुने र अर्को एकदम डेन्जर चीज के छ भन्दाखेरि ब्लास्ट हुने एकदम ठुलो सम्भावना हुन्छ। त्यही भएर चाहिँ मोबाइल चार्जमा लगाएर कहिले पनि युज नगरौँ, यसले एकदम खतरा निम्त्याउँछ। साथीहरु, यो मोबाइल चार्ज लगाउँदाखेरि तपाईले जति पनि माथिका जस्तै वाइफाईहरु, डाटाहरु, जो पनि लोकेसनहरु हैन हटस्पटहरु तपाईले जो पनि अन गर्नुभएको छ यिनीहरुलाई तपाईले बन्द गरेर मात्र तपाईले चाहिँ चार्ज लगाउनु भयो भने केही पर्सेन्टेज तपाईको फास्ट चार्ज हुने सम्भावना धेरै हुन्छ। किनभने यसले गर्दाखेरि ती सबै डाटाहरु चलेका कारणले एप्लिकेसनहरु ब्याकग्राउन्डमा चलिरहेका हुन्छन् र यसले चाहिँ ब्याट्रीलाई कन्ज्युम गरिरहेको हुन्छ र तपाईको ब्याट्री एक साइडबाट भए पनि अर्को साइडभित्रबाट तपाईको ब्याट्री कन्ज्युम भएको कारणले तपाईको स्लो चार्ज हुने धेरै ठुलो सम्भावना हुन्छ। त्यही भएर चाहिँ यिनी डाटाहरुलाई तपाईले बन्द गरेर चलाउनु भयो भने यसका साथसाथै तपाईले अर्को चाहिँ के भन्दाखेरि एयरप्लेन मोडमा लगेर पनि तपाईले चार्ज गर्नुभयो भने एकदम छिटो फास्ट चार्ज हुन्छ। साथीहरु, र लास्ट नम्बरमा 5औं नम्बरमा तपाईलाई बताउन गइरहेको छु त्यो चाहिँ एकदम 100% छिटो चार्ज हुने अर्को के टपिक्स रहेको छ भन्दाखेरि तपाईले आफ्नो मोबाइललाई स्विच अफ गरेर तपाईले चार्ज गर्नुभयो भने एकदम 100% तपाईको 15-20% ज्यादा फास्ट चार्ज तपाईले भएको पाउनुहुन्छ। किनभने यसले गर्दाखेरि मोबाइल स्विच अफ गर्नुभयो भने तपाईको सम्पूर्ण प्रोग्रामहरु सबै बन्द हुन्छ र डाइरेक्ट तपाईको चार्ज तपाईको ब्याट्रीमा फोकस जान्छ र छिटो एकदम चार्ज हुने धेरै ठुलो सम्भावना छ, हुन्छ पनि 100% हुन्छ। साथीहरु, यो तपाईले विचार गरेर हेर्नु होला र यी मैले बताएका 5 वटा टिप्सहरु तपाईले युज गर्नु होला। यदि तपाईको मोबाइल चार्ज भएन भने मलाई कमेन्ट्स गर्नु होला। 100% तपाईको फास्ट चार्ज